आज 2083 वैशाख 3 गते म छु इटहरीको कचना महादेव मेलामा। यहाँ मन्दिर छिर्नु अघि सबैको एउटै गन्तव्य छ, यी बसाहाको कान। सबैले पालै पालो आएर केही न केही भनिरहनु भएको छ। कतिलाई लाग्न सक्छ यो के गरिरहेको होला, तर यो त भक्त र भगवान बीचको सिक्रेट मेसेज पठाउने एउटा प्राचीन र विश्वासिलो माध्यम हो। आस्थाका यस्तै रङहरूले नै हाम्रो संस्कृतिलाई जीवित राखेका छन्। देख्दा मन त आनन्दित भयो। कोही आँसु पुस्दै त कोही मुस्कुराउँदै बसाहाको कानमा आफ्ना गुपचुप इच्छाहरू सुनाइरहेका छन्। कति पवित्र छ। पवित्र छ है यो भरोसा। तपाईँ पनि आउनुहोस्, आफ्ना मनका कुरा भन्नुहोस्। कचना महादेवले पक्कै सुन्नुहुनेछ। ओम नमः शिवाय। सबैको जय होस्।